मलाई यो व्यवसाय सञ्चालन गर्न लागेपछि मलाई र मेरो साथीहरूलाई एकदमै खुसीको महसुस भएको छ, गर्व पनि महसुस हुन्छ। किनभने यहाँनिर त अब कति सुन्ने बोल्ने मान्छेहरू हुनुहुन्छ हाम्रो वरिपरि, उहाँहरू आउनुहुन्छ, हेर्नुहुन्छ, ओहो बहिराले पनि काम गरेको भन्नुहुन्छ। उहाँहरूको लागि चाहिँ हामी उदाहरणीय बनेका छौँ। अब कस्तो हामीलाई चाहिँ बहिरा भनेर हेप्ने मान्छेहरू नै तिमीहरूले काम गरेछौ है भन्नुहुन्छ, आउनुहुन्छ, हेर्नुहुन्छ, पसलमा आएर खानु पनि हुन्छ। त्यसकारण हामीले चाहिँ केही उदाहरणीय काम गर्न सक्यौँ है भन्ने महसुस भएको कारणले मलाई खुसी लाग्छ। नमस्कार, मेरो नाम बालकुमारी हो। मेरो घर सिन्धुली हो। म जन्मेपछि सामान्य अरू बच्चाहरू सरै कान त सुन्थे भनेर मम्मीहरूले भन्नुभएको हो, तर मलाई त्यति धेरै कुराहरू त याद छैन। अनि त्यही कान सुन्न सक्छ, बोल्न सक्छ भन्ने कुरा भएपछि मलाई सुन्ने स्कुलमा पनि पढ्न पठाउनु भएको हो, तर मलाई त्यहाँ असहज भयो। अनि बिस्तारै मलाई के कारणले हो कानको चाहिँ मेरो सुन्ने शक्ति चाहिँ गुम्दै गएको, मलाई अलि ठुलो हुँदै गएपछि, हुर्किँदै गएपछि त्यो महसुस भयो। म कुराहरू पनि नसुन्ने भएँ, कान बोलेको कुराहरू पनि नबुझ्ने, त्यो भएपछि मलाई समस्या भयो। मलाई पछि हियरिङ एड पनि लगाइदिनु भएको थियो। यसले थोरै सुन्ने हुनाले बोल्न सक्छ, सुन्न सक्छ भनेर, तर त्यसले मलाई झन् समस्या भयो। त्यो कारणले मैले त्यो हियरिङ एड चाहिँ प्रयोग गरिनँ। अनि त्यसले पनि मलाई बोल्न र कुरा गर्नलाई केही पनि सहयोग नभएपछि मैले त्यसलाई प्रयोग गर्नै छोडिदिएँ। त्यस पछाडि म बिस्तारै यहाँ सिन्धुलीमा बहिराहरू पढ्ने विद्यालय छ भन्ने सुनेपछि बुवाले मलाई यहाँ ल्याएर भर्ना गर्नुभयो र यहाँ पढेर अहिले म कक्षा 11सम्म पढ्न थालिसकेको छु। त्योभन्दा अगाडिको समयमा चाहिँ यहाँ बहिरा विद्यालय आउनुभन्दा अगाडि मलाई समस्या थियो। त्यही यहाँ आएपछि साङ्केतिक भाषा सिकेँ, त्यही अनुसारको विकास भयो। अहिले कक्षा 11 पढ्न थालेँ र आफ्नो सानो व्यवसाय पनि सञ्चालन गरिरहेको छु। यसबाट चाहिँ मलाई धेरै खुसी लागिरहेछ। अहिलेसम्म अब त्यस्तो त्यही 1500 1600 व्यापार हुन्छ एक दिनमा। अनि त्यो पैसाहरू चाहिँ मैले त्यस्तो बचत गरेर चाहिँ राख्न सकिरहेको छुइनँ। आवश्यक परेको सामानहरू किन्दा नै त्यो पैसाहरू चाहिँ खर्च भइरहेछ। जस्तो कि अब सुरुमा आउँदा मान्छेहरूले चाहिँ के हो कस्तो भने जस्तो अब बहिराहरूले पनि के गर्न सक्छन् र भनेर अचम्म मानेर हेर्या जस्तो पनि लाग्थ्यो होइन। अनि हामीले यहाँ पसल सञ्चालन गर्दै गएपछि आउनुभयो, हेर्नुभयो, खानाहरू खानुभयो, खाइसकेपछि ओहो कस्तो मिठो बनाएको रहेछ भनेर एकदम राम्रो गरेछौ, तिमीहरूले मिठो बनाछौ भन्नुभयो। अब हामीलाई सुरुमा त कम्युनिकेसन गर्न पनि, कुराकानी गर्न नि गाह्रो भइरहेको थियो। अनि पछि बिस्तारै अब हामीले कम्युनिकेसन पनि गर्न सक्यौँ। त्यस्तै गरी मूल्यको सूची हामीले बनाएर राखेका छौँ। अनि त्यो हेरेपछि उहाँहरूले यसको यति पैसा रहेछ भनेर पनि त्योबाट पनि थाहा पाएर हामीले चाहिँ त्यो सञ्चालन गर्न अहिले सजिलो भइरहेछ। सबैजनाले हामीलाई एकदम हार्दिकताको साथ एकदम राम्रो गरिरहेछौ भनेर राम्रो व्यवहार गरिरहनु भएको छ। अब म स्कुलमा अध्ययनरत भइरहेको समयमा अब पढेर मात्रै त हामीले केही पनि गर्न सक्दैनौँ। विद्यालय सकेपछि हामी घर फर्केर पनि यतिकै बस्नुपर्ने अवस्था हुन्छ। अनि त्यही अनुसार चाहिँ प्लान इन्टरनेसनलबाट दक्ष परियोजना अन्तर्गत विभिन्न तालिमहरू, आफूले इच्छा अनुसारको तालिमहरू खुल्दैछ भन्ने कुरा चाहिँ हेड सरबाट थाहा पाएपछि हामीले पनि नाम टिपायौँ। त्यसपछि तालिममा सहभागी भयौँ। अनि त्यहाँ चाहिँ हामीले मोमो बनाउन, चाउमिन बनाउन, अनि त्यस्तै गरी दालमोठहरू बनाउन, आलु चिप्स बनाउन, विभिन्न कुराहरू बनाउने तालिम चाहिँ हामीले सुरुमा चाहिँ 7 दिनको भनेर लिएका थियौँ। पछि फेरि 2 दिन थप भएर 9 दिनसम्म हामीले सिकेपछि अब यो सिकेको सिपलाई कसरी प्रयोग गर्ने भन्ने कुराहरू भइरहँदा चाहिँ हामीलाई त्यहीँबाट पसल खोल्नको लागि सहयोग गर्नुभयो र त्यही दक्ष परियोजना अन्तर्गत नै रहेर हामीले यो पसल चाहिँ सञ्चालन गरेको हो। तालिमपछि चाहिँ हामीले एकजना बराबर 55 देखि 58 हजार पैसा थियो। त्यही बजेट अनुसारको सामानहरू किनेर अनि यहीँ राखेर संयुक्त रूपमा नै यो व्यवसाय सञ्चालन गरेको हो। 3 दिनको तालिममा हामीले खर्चहरू कसरी म्यानेज गर्ने अथवा व्यवस्थापन गर्ने भन्ने कुरा, जस्तो अब खर्चहरूको विवरण, त्यसलाई चाहिँ कसरी राख्ने, कसरी मेन्टेन गर्ने भन्ने कुराहरू सिक्यौँ। अब त्यस अन्तर्गत पनि हामीले अब फजुल खर्चहरू नगर्ने, आवश्यकता अनुसारकोहरू सामानहरू लिने, अनि त्यसलाई
विवरण बनाएर रेकर्ड गरेर राख्ने त्यो भयो भने व्यवसाय सञ्चालनमा सजिलो हुन्छ भन्ने कुराहरू 3 दिनको तालिममा सिकेको थियौँ। सुरुमा तालिम लिनुभन्दा अगाडि त मलाई यस्तो यो खानेकुरा बनाउने सम्बन्धी केही पनि थाहा थिएन। तालिममा गइसके पछाडि धेरै कुराहरू सिक्यौँ, विभिन्न खानेकुराहरू बनाउने कुराहरू भयो। अनि त्यसलाई चाहिँ अब कसरी व्यावसायिक रूपमा जाने, सिप मात्रै सिकेर भएन, यी कुराहरूलाई चाहिँ कसरी व्यवसायमा परिवर्तन गर्दै लाने भन्ने कुरा पनि सिकेँ। अनि त्यस्तै गरी म अब बहिरा अपाङ्गता भएको व्यक्ति हुँ, त्यो कारणले पनि मलाई चाहिँ यो व्यवसाय मैले सञ्चालन गर्नुपर्छ, म आफ्नो खुट्टामा उभिनुपर्छ, मैले चाहिँ यो व्यवसाय सञ्चालन गरेँ भने आफू आत्मनिर्भर बन्न सक्छु र समाजमा पनि केही उदाहरण गरेर देखाउन सक्छु भनेर यो व्यवसाय रोजेको हो। म अहिले व्यवसाय सञ्चालन गरिरहेको छु। त्यो हुनाले पनि मलाई अब भविष्यमा पनि यही व्यवसायलाई नै निरन्तरता दिन्छु भन्ने मलाई लागेको छ। किनभने मेरो अहिले सानो व्यवसाय छ, यसलाई म विस्तार गर्दै अरू म जस्तै अपाङ्गता भएका बहिरा साथीहरूलाई पनि अवसर दिन, उनीहरूलाई पनि रोजगारीको अवसरहरू दिन लागि चाहिँ मलाई इच्छा लागेको हुनाले म यही व्यवसायलाई नै निरन्तरता गर्छु र यसलाई नै व्यवस्थित रूपमा सञ्चालन गर्ने चाहना छ मेरो।